जाऊ बुढा जाऊ। तिम्रो प्यारा भाइलाई लक्ष्मीको छोरीसँग कसरी बिहा गरेर छौ म पनि हेरौँला। देवरलाई त मेरो बहिनी भन्दा अरूसँग बिहा गर्ने दिनु। माइली ए माइली ए बाहिर आएन माइली। होइन के भयो किन कराउनु भएको फेरि? घरमा पकाउने सामान सबै सकिएछ। कतै त्यो सामान बेचेर जाँदा खाएनौ? खै मैले हेर्दा त केही सामानै देखिनँ। खुर्कन 500 रुपियाँले सामान ल्याउनु पर्यो। तपाईँलाई 500 रुपियाँ दिनलाई तपाईँले कमाएर मलाई राख्न दिनुभएको छ र? 500 रुपियाँ कमाउनलाई बिहानदेखि अर्का भाउजू पनि एकछिन सुत्न दिनुहुन्न के? कस्तो सुन्दैन अरे घामबाट त म कहाँ पुगिसक्यो। खाना बनाउने पानी छैन। जाँदै गएर पानी लिएर आउनु। अब घाम बिहान भएपछि उधिहाल्छ नि त नि। पानी तपाईँले ल्याउने हो नि त, कहाँ मलाई पानी ल्याउनु? खाएर जानु पर्यो। कति बेला आउने बेला आउने। सन्चै छ दिदी बुवा मम्मीलाई। अनि मलाई 81 साँच्ची किन बोलाउनु भयो दिदी? चुपचुप तेरो भिनाज माथि हुनुहुन्छ। यसले सुन्नुहुन्छ क्या। यसले बाहिर गएपछि भनौँला। अनि कान्छी तेरो पढाइ सिद्धि हो? अहिले 2 महिनाको लागि छुट्टी छ अनि तपाईँ पनि बोलाउनु भयो त्यही भएर आएको। होइन कोसँग गफ गर्दैछ नि यी बुढी? ए कान्छी साली पो आइदिन्छ। नमस्ते भेनाजु। नमस्कार नमस्कार। कतिखेर आइपुग्यो? भर्खरै आएको भेनाजु। अनि घरतिर बुवा मम्मीलाई सन्चै छ? सन्चै छ भेनाजु। ए ल धेरै पछि दिदी बहिनीको भेट भयो है। तिमीहरू गफ गर्दै गर। म एकछिन अफिस नगए पनि धेरै भयो। अफिस गएर आउँछ है त। हुन्छ भेनाजु। अनि दिदी अघि भन्छु भन्ने कुरा के हो भन्नु त छिटो। सुन का आज काम पनि छैन। यत्रो टाइम पाइन्छ कहाँ गएर टाइम पास गर्ने होला। यसो त्यो साउनो घाटबाट मिठो एक कप चिया खान जानु पर्यो बरु। शान्ति दिदीले फोन गरेर रहेछ। हेलो शान्ति दिदी, म राकेश भाइ बोल्दैछु। के काम पर्यो? सबै कुरा फोनमा गरेर मिल्दैन राकेश भाइ। तपाईँ मलाई आज भेटिहाल्नुहोस् त। हुन्छ शान्ति दिदी, म तुरुन्तै आएँ। शान्ति दिदीले फेरि पनि केही कामको लागि बोलाइछ। त हुँदैन। सानै बेला यसको ड्याडी पनि बित्नु भयो। 2टा छोरा छन्, उनीहरू पनि विदेश गइसके। जस्तो पाए त्यस्तै घरमा कसरी दिनु र मैले छोरी? होइन ढिला पनि भयो अरे। ए भोलालाई आउनु न आउनु। कति ढिला गरे भने बुढो मान्छे हुन्छ। यो देवर बाबु अहिलेसम्म सुतिरहेछ। डाँडामाथि घाम पुगिसक्यो। देवर बाबु ए देवर बाबु भाउजू पनि एकछिन सुत्न दिनुहुन्न के? कस्तो सुन्दैन अरे घामबाट त म कहाँ पुगिसक्यो। खाना बनाउने पानी छैन। जाँदै गएर पानी लिएर आउनु। अब घाम बिहान भएपछि उधिहाल्छ नि त नि। पानी तपाईँले ल्याउने हो नि त, कहाँ मलाई पानी ल्याउनु भन्यो भने? एकछिन सुत्न दिनु छैन। जतिखेर नि काममा चाहिँ कदा छ। ल म पानी लिन जान्छु। पानी त हिजै ल्याउनुपर्छ नि भाउजूले। ल भाउजू पानी लिन गएँ। 1 कप मिठो चिया बनाएर राख्नुहोस् नि।
होइन यीबाट तरकारी लिन गएका अहिलेसम्म मुन्टेन कहाँ गएछन् ए बुढी बुढी लग्यो तरकारी लिएर आएको छ तरकारी पाऊ दुध पनि ल्याएको छ दुध यति तरकारी लिन यत्रो बेला लाग्छ तिमीले भने जस्तो हुन्छ र अब पसलमा पनि भिड हुन्छ ल चिसो पनि कति बढे अब यति तरकारी ल्याउन यत्रो बेला लाग्छ के किनेर ल्याउने सुन्नु न बिहान तरकारी लिन जाँदाखेरि पसलमा भोला दाइलाई भेटेको थिएँ अनि कान्छाको लागि केटी खोजिदिनु भनेको थिएँ अनि त्यही कुरा गर्दा गर्दा ढिला भइदियो कि अनि केटी भेट्यो त भेट्यो अरे भन्थे त्यो पारी थापा गाउँको लक्ष्मीकी छोरी थियो नि गीता हो त्यही केटीको कुरा चलाएर छ आजै जाउँ नै भनेको छ नि लक्ष्मी छोरीको बिहा गर्ने बेला भइसकेछ अब भयो त होला नि अब मैले पनि देखाएको छैन अब आज हेर्न गएपछि देखिन्छ होला अनि थाहा हुन्छ नि ए उसो भए राम्रै हुने भयो नि त तिमीले पनि चिनेर छौ अब भोला दाइले पनि आज त्यो केटी जसरी पनि हेर्न जानुपर्छ कान्छालाई लिएर आउनु है भनेर भनेको छ अनि कान्छा उठेको छैन भने किन नउठ्नु खाना पकाउनु एक थो पानी नभएर पानी लिनु पठाएको छु आउने बेला भयो होला जाब त्यति 1 जार पानी त तिमीले पनि लेख्न सक्थ्यौ नि कति देवरलाई मात्रै पानी लिन पठा आइहाल्नु नि पानी कान्छा त्यो पानी भित्र राखेर नि यहाँ बाहिर आइज है तसँग सल्लाह छ क्या एउटा ए भइहाल्छ नि दाइ म पानीभित्र राखेर आउँछु अनि दाइ यहाँ बस किन बोलाउनु भयो त मलाई यहाँ सुन्न पाइन्छ मेरो लागि भोला दाइलाई केटी खोजिदिनु भनेको थिएँ आज भोला दाइसँग बिहान भेट भयो ल भाइले लिएर जसरी पनि आज केटी हेर्न आउनु भनेर भनेको छ कि त्यही भएर सल्लाह गरौँ भनेर मलाई बोलाएको दाइ म बिहे गर्दिनँ पहिला पनि सम्झना छ त्यस्तो राम्रोसँग माया प्रेम बसेको थियो बिहे होला होला जस्तो भएको थियो कसले भाँड्यो अब म बिहे गर्दिनँ दाइ हेर कान्छा बिहे गर्ने उमेर पनि बितिसक्यो अब पहिलाको कुरा सम्झेर हुँदैन त्यो पहिलाको कुरा छाड्दे जसरी भए पनि आज मसँग गएर त्यो केटी हेरेर आउनुपर्छ म चाहिँ जान्न दाइ मलाई अलिकति सन्चो पनि भएको छैन अहिले झन्डै चिप्लेर लडे यहाँ पेट पनि दुखिरहेको छ पानी लिन जाँदा म चाहिँ जान्न तपाईँ चाहिँ गएर आउनुहोस् अब के कस्तो हुन्छ अनि विचार गरौँला अब त त्यसो भन्छस् भने होइन मेरो साथीको फोन आयो कि एकछिन है दाइ ल कसको उठा त पहिला अनि गरौँ सल्लाह है त एकछिन यसो दाजुभाइको सल्लाह गरेर गराउनु भन्यो कसको फोन आइदियो ए यो कसो रहेछ अघि न पानी लिनु गएको अनि त्यो साथीले चाहिँ पर्सि खेत खन्न बोलाएको थियो अनि त्यही कुरा गर्नु होला पनि खालि अब बिहा गर्नुपर्छ भने अब केटी हेर्नु तपाईँ नै जानुहोस् तपाईँले हेरे केटी हुन्छ दाइ हेर्न पऱ्यो पछि म हेर्छु भन्छस् ल ठिक छ अहिले त आराम गर होइन कति रहेछ केटी म हेर्छु मलाई चित्त बुझ्यो भने तँलाई पनि सँगै लिएर जान्छु होइन केटी हेर चित्त बुझ्यो भने तुरन्त बिहा गर्नुपर्छ है त ल आएर भित्र गएर उठा एकछिन आराम गर ल म आराम गर्छु अनि बुढी यो साग तरकारी पखाल पुग्नु पारेर खानासाना बनाउनु अनि देवरलाई पनि खानिदिनु तिमी पनि खानु नि म चाहिँ पछि आएर खाउँला है होइन कहिले खान्थ्या छैन तपाईँको भाइलाई खाने नदिए जहिले पनि खानु दिए गएर कोपी खाएर जानु पर्यो कति बेला आउने बेला आउने
लमै काम गर्न गाह्रो छ यार। खोइ राम भाइ यति बेलासम्म आइपुगेनन्। कतै उसको बुढीले पनि नपठाए हो कि क्या हो? काहीँ नभएको चण्डाले सेतो। ओ भैया दाई नमस्कार। नमस्कार नमस्कार। ओहो त्यहाँ चाहिँ कता जानुलाई? कता हुनु नि, पसल जान लाए। छोरी पसलमा एक्लै थिए। अनि के आफू पनि के आज केटी फसाउने चक्करा हो कि क्या हो? जे चक्करा भयो नि त त्यहाँ छैन के को मतलब? जा न बाटो जान आफ्नो पसलतिर। बरु यसो जान खाने पैसा नभएर छोरीलाई पक्राइ ल्यायो कि? खाइ त खाइ, मेरै कमाइ खाइ। तिम्रो खाइदिएको छैन। तिम्रो यहाँनिर लमी आज कहाँ खान पाइन्छ भनेर ल्याएछ र नि? थाहा छ मलाई। जान खाने पैसा भएन छोरी भेट्ने बाहना गरेर आएको नि। खोइ त। ओहो भोला दाइ नमस्कार। नमस्कार नमस्कार। कतै म आउनु त ढिला भएन भने? ढिलो त भएन भन्छु। उता मैले चाहिँ केटीको बाबालाई हामी बेलैमा आउँछ भनेर कुरा राखेको छु। उनीहरूको आँखा टटाइछ होला हेर्दा हाम्रो बाटो हेर्दा अनि खोइ त कान्छु चाहिँ। ए कान्छो अलिक सन्चो छैन अरे आज। दाइ तपाईँ हेरेर आउनु, तपाईँले हेरेको केटी मलाई चित्त बुझ्छ भनेर भनेको छ। हेर्नु पऱ्यो भने पछि जान्छु भनिरहेछ। त्यही भएर म मात्रै आएको। ए त्यसो भए त भयो भने त हामी जाउँ। ल जाउँ होइन ढिला पनि भयो क्या अरे। यता जाउँ। ए भोला दाइ आउनु न आउनु, कति ढिला गऱ्यो भने? बुढो मान्छे हुन्छ। ल राम भाइ केटी घर यही हो। उहाँको परिवार माथि तलमा बस्छन्। अब हामी माथि तलमा गएर कुरा गर्नु पर्यो। नमस्कार लक्ष्मी बहिनी। नमस्कार भोला दाई। आरामै हुनुहुन्छ? ठिक छ। ल आउनुहोस् न बस्नु। भोला दाई चिया लिएर आउँ? अब चिया खाने कुरो चाहिँ नगरौँ, पहिला कामको कुरा गरौँ न। हामी कुरो चाहिँ अगाडि बढाउँ न। अब ए भइहाल्छ नि। केटा चाहिँ खोइ त भोला दाई, केटा आउनु भएन। केटा अलि लैजालु पकाएको छ। केटाको दाइ चाहिँ उहाँ पर्नुभयो। आवश्यक पऱ्यो भने आइहाल्छ नि। त्यहाँबाट यहाँ आउनु कुन टाढा छ र? हो हजुर, केटाको दाइ मै हो। केटा अलिक लजालु पाराको छ क्या, सोझो पनि छ। पढाइ लेखाइ एसएलसीसँग पास गरेको छ। अहिले हामीलाई घरमा काम सघाउँछ। दाइ तपाईँले हेरेको केटी जस्तो भयो भने मलाई मनपर्छ भनेको छ। हेर्नु पऱ्यो, पछि म हेर्न जाउँला नि दाइ भनेर पठाएको। त्यही भएर म आएको। अनि हजुर केटाको जागिर चाहिँ के छ नि? अहिले जागिर त केही पनि छैन हजुर। खेतीपातीको काम हेर्छ। अनि बिहा गरिसकेपछि चाहिँ जागिर खान्छु भनेको छ त्यसले। ए हजुरले नै हेर्दा हुने रहेछ। म छोरीलाई बोलाउँछु है त। गीता, ए गीता। हजुर मम्मी मलाई बोलाउनु भयो? हो यता आऊ त। यता बस। आज तिमीलाई हेर्न आउँनुहुन्छ भनेको थिएँ नि मैले। उहाँहरू नै हो। नमस्कार। अनि मम्मी केटा चाहिँ खोइ त? अहिले केटाको दाइले हेर्नुहुन्छ अरे, केटा बिरामी हुनुहुन्छ अरे। पछि चाहियो भने आउनुहुन्छ अरे। हो नानी, मेरो भाइ एकदम सोझो छ, इमान्दारी पनि छ। अब पढे लेखेको त उहाँलाई मद्दत भनिहालेँ होइन। अब मैले हेरेपछि जस्तो सुकै केटी पनि हुन्छ दाइ भनेर पठायो मलाई। मलाई चाहिँ तिमी मन पर्यो। भाइलाई लगेर यो कुरा सुनाउँछु। ऊ हेर्न आउँछु भने मैले एक दिन लिएर आउला नि त नानी। हुन त हो अङ्कल, केटा र केटी नै देखभेट नभएपछि कसरी कुरा अगाडि बढाउनु? तिमीले गरेको कुरा पनि सही हो नानी।
जब केटा र केटी भेटघाट नगराइकन कुराकानी नगराइकन हामीले मात्रै कुरा अगाडि बढाएर त हुँदैन। हो नि हजुर, केटा र केटीले नदेखिकन कसो भन्छ भन्नु। सानै बेला यसको ड्याडी पनि बित्नुभयो, 2टा छोरा छन्, उनीहरू पनि विदेश गइसके। जस्तो पाए त्यस्तै घरमा कसरी दिनु र मैले छोरी? हुन्छ लक्ष्मी बहिनी, यसले हामी केटा लिएर आउँला, अनि केटा र केटी देखा भेट गराएर उनीहरूलाई चित्त बुझेपछि हामी कुरा अगाडि बढाउँला। अहिले हामी जान्छौँ है त। ल हस् त, नमस्कार। हस् त। माइली, ए माइली, ए बाहिर आ न माइली। होइन, के भयो? किन कराउनु भएको फेरि? घरमा पकाउने सामान सबै सकिएछ, अनि पैसा माग्न आएको नि। के रे अस्ति भर्खर त्यत्रो सामान लिएर आएको, कतै त्यो सामान बेचेर त जाँदा खाएनौ? खै मैले हेर्दा त केही सामानै देखिनँ। खुर्कन 500 रुपियाँले सामान ल्याउनु पर्यो। तपाईँलाई 500 रुपियाँ दिनलाई तपाईँले कमाएर मलाई राख्न दिनुभएको छ र? 500 रुपियाँ कमाउनलाई बिहानदेखि अर्काको जुठो भाडा माझेर कमाउनु पर्छ। सुनिन, खुर्कन पैसा 500 रुपियाँले सामान ल्याउनु पर्यो। तपाईँलाई सधैँ जाँड खाएर हल्लिएर मात्रै हुन्छ? आफूले काम गरेर कमाएर ल्याउनु पर्यो नि सामान। ए सुनिनस्, खुर्कन 500 रुपियाँ ल्यायो भने छैन भनेको मसँग। ए के को छैन भने के? 1000 रुपियाँ रहेछ, छैन भन्थे। होइन, यो बाउले के गर्नु खोज्नु भएको? अलिअलि दुःख गरेर कमाएको पैसा सबै लिएर जानुभयो। भरे घर त आउन मैले जानेको छु। जाऊ बुढा जाऊ, तिम्रो प्यारा भाइलाई लक्ष्मीको छोरीसँग कसरी बिहा गरेर रहेछौ? म पनि हेरौँला। देवरलाई त मेरो बहिनीभन्दा अरूसँग बिहा गर्ने दिनु। मेरो बहिनीसँग माया प्रीतिको नाटक गर्नु लाएर बिहे गराउँछु, अनि आधी सम्पत्ति बहिनीको नाममा, आधी सम्पत्ति मेरो नाममा। अनि के गर्नुपर्छ मलाई थाहा छ। बरु बहिनीलाई पो के भनेर बोलाउने होला? अझै फोन गरेर बोलाउँछु, अनि के गर्नुपर्ने सल्लाह गर्छु। आज काम पनि छैन, यत्रो टाइम पाइन्छ, कहाँ गएर टाइम पास गर्ने होला? यसो त्यो साउनेको हातबाट मिठो 1 कप चिया खान जानु पऱ्यो बरु। ए साउनी, 1 कप मिठो चिया ल्याउनुहोस् त। मात्रै चिया खाने बेलामा कान्छा दाइ हुनुहुन्थ्यो, खोइ आज चिया खाने बेलामा आउनु भएन। अन्त केही काम परेछ कि हो कान्छा दाइको आज? देवर बाबु, ए देवर बाबु, खाना पसेर राख्ने छ है? आएर खानु। खाए खानु, नखाए नखानु, म चाहिँ खाएँ। ए खाना पाकिसक्यो भाउजू। ल ल तपाईँ खाँदै गर्नुहोस्, म एकछिनमा खान्छु। यो भाउजूसँग सँगै बसेर खानुभन्दा बरु साउनीकै पसलको चिया मिठो लाग्छ मलाई। गयो म साउनीको पसलमा चिया खान। कान्छा दाइ सधैँ चिया खाने बेलामा भेट हुन्थ्यो, आज कता जानुभएछ हौ? ओहो सुन्दर भाइ, तिमी त साउनीको पसल आएर चिया खानु पनि भ्याइसकेछौ। कतिखेर आएको? म त अघि नै आएर साउनीको हातबाट यसो मिठो 1 कप चिया खाइसकेँ दाइ। ल ठिक छ, म पनि साउनीको हातबाट मिठो चिया खानु पर्यो। ए साउनी, साउनी, खोइ मलाई पनि एक कप मिठो चिया बनाएर लिएर आऊ त। ए कान्छा दाइ पनि आइपुग्नु भएछ। कहिले चाहिँ मैले नमिठो चिया बनाएर दिएको थिएँ र? तपाईँ बस्दै गर्नु, म चिया बनाएर ल्याउँछु।
साह्रै मिठो छ है हाम्रो साउनीको पसल एकदम मिठो साउनी पनि त फेरि मिठै पारेको छ नि त फेरि हेर न सुन्दर साउनी साह्रै राम्री छ भनेर भन्न खोज्यो होला अनि सुन्दर भाइ के छ नाइनौलो एकदम ठिक छ त मेरो चाहिँ हजुरको चाहिँ के छ मेरो पनि ठिक छ ओहो साउनी ल चिया त कति चाँडै बनाएर ल्याउनु भयो साह्रै मिठो छ है सुन्दर भाइ यो साउनीले बनाएको चाहिँ एकदम मिठो भन्दा नि मिठो खोइ के साह्रो मिठो के हालेर बनाउनुहुन्छ पनि अचम्मै मोहनी लाइसकेँ के तपाईँ र मलाई त यहीँ मोहनी लाउँछ कि हो साउनीले मलाई त यो साउनीको पसलमा आएर चिया खाएपछि अन्त चिया खान जानै मन लाग्दैन भने बोबा कान्छा दाइ फुर्काउनु पर्दैन अनि तपाईँले चाहिँ बिहे किन नगर्नु भएको नि अब तिमी जस्तो राम्री सरल सुसी केटी पाए त म बिहे गर्थेँ नि भने जस्तो केटी नै पाइँदैन ल ल बो म के राम्री छु र तपाईँ जस्तो यस्तो सोझो सिधा मान्छेलाई जति पनि केटी पाइहालिन्छ नि अब सुन्दरी भाइ साउनी पनि कस्तो हँसाउँछ है अब साउनी जस्तै राम्री केटी पाए त म पहिल्यै बिहे गर्थेँ होइन त सुन्दरी भाइ हो नि अनि साउनी 2 कप चियाको कति भयो त्यही 50 रुपियाँ त हो नि ए 50 रुपियाँ हो पहिलाको चाहिँ आज ल्याएको छैन अब ल यो 2 कप चियाको उसको र मेरो आजको है हुन्छ पछिको हिसाब गर्दै गर्नु हस् ल सुन्दर भाइ जाने होइन त जाउँ जाउँ ल चिया ल जाऊ खाऊ है चिया खायो फेरि पनि चिया खान आउनुपर्छ है फेरि पनि चिया खाना होला नि साउनी हस् हुन्छ आउँदै गर्छु ए मेरो पनि अस्ति उधार होला पहिलाको पछि आएर एकैचोटि त्यो साउ ब्याज सबै गरेर दिउँला है यो सुन्दरी दाइ त पहिलाको पनि दिनुहुन्छ भनेको अहिले पनि त्यत्तिकै छोडेर जानुभयो बानी नै यस्तै रहेछ आज बुढा तिनीहरूलाई केटी हुनु रहेछ त्यो बिहे हुनु कहाँ बिहे छोड्नु म अझै त्यो राखेको भाइलाई फोन गरेर त्यो बिहे भएको शान्ति दिदीले फोन गरेर रहेछ हेलो शान्ति दिदी म राकेश भाइ बोल्दैछु के काम पर्यो सबै कुरा फोनमा गरेर मिल्दैन राकेश भाइ तपाईँ मलाई आज भेटिहाल्नुहोस् त हुन्छ शान्ति दिदी म तुरुन्तै आएँ यी शान्ति दिदीले फेरि पनि केही कामको लागि बोलाइछु पहिला पनि यिनले मलाई बोलाइरहेको थिइन् आज पनि जानै पर्यो जति पनि पैसा दिइहाल्छन् यिनले भन्नुहोस् शान्ति दिदी म आइसकेँ के काम गर्नु पर्यो तिमीले मेरो पहिलेको जस्तो काम फेरि गर्नु पर्यो कतै तपाईँको देवरले केटी हुँदै मन पराएर बिहे त गर्न लागेनन् फेरि मैले केटीको घरमा गएर भाग्नु पर्यो होइन त हो पहिलेको जस्तै हुनु लागेको बे फेरि पनि भाड्नु पर्यो केटीको घरको ठेगाना दिनुहोस् त म अहिले गइहाल्छु त्यो केटीको घर थापा गाउँ हो आमाको नाम लक्ष्मी र केटीको नाम गीता हो काम त दिदी म फिनिस्ड बनाइदिन्छु तर मलाई भने जति पैसा चाहिँ चाहिन्छ नि फेरि हे राकेश भाइ दामको पिरै नगर न तिमीले भने जति दिन्छु ल दिदी म काम फिनिस्ड बनाउन म हिँडेँ नमस्कार म गएँ ल ल काम चाहिँ फिनिस गरेर आउने ए नानी यहाँ लक्ष्मी दिदीको घर चाहिँ कुन हो ए गीताको मम्मी लक्ष्मी दिदी यही हो नि यही हो ए ल धन्यवाद बहिनीलाई फोन गर्नु पर्यो हेलो कान्छे हेलो दिदी भन्नुहोस् किन फोन गर्नुभयो सबै कुरा फोनमा गर्नु मिल्दैन के पहिले त यहाँ आइज न अनि सबै कुरा गरौँला तर दिदी एक्कासी किन आउनु पर्यो तँलाई मैले अस्ति नै भनेको थिएँ नि त्यही काम गर्नु पर्यो आमा बाबालाई भनेर तुरुन्तै आइहाल्यो त हुन्छ दिदी म आजै आउँछु बा आमासँग कुरा गरेर
ल अब हुन्छ खेल सुरु। नमस्कार हजुर। नमस्कार नमस्कार। लक्ष्मी दिदी हजुर नै होइन? मै हो लक्ष्मी दिदी। हजुरलाई त मैले चिनेन नि। हजुरसँग एउटा गुप्ती कुरा गर्नु थियो हजुर। के होला त्यस्तो गोप्य कुरा? मैले त केही कुरा बुझिनँ नि, भन्नुहोस् न हजुरले। यो कुरा यतै भनौँ कि यता कतै गएर भनौँ, यो कुरा एकदम गोप्य थियो क्या हजुर। के हो त्यस्तो गोप्य कुरा? यही सुनाउँ न। सुन्नुहोस् हजुर, त्यो रामेर होला आएको थियो नि हजुरको छोरी माग्न। त्यो रामे भाइ त लास्टै बिग्रिया, जाँड खान्छ, भाग खान्छ, त्यो खाएर बौलाएर हिँड्यो हजुर। अनि त्यही भएर त पहिला स्वामीले छोडेर गएको हजुर। तपाईँले पुरै बुझ्नु भएन हजुर, त्यही भएर मैले सुटुक्क भन्न आएको हजुर म यहाँ। बुझ्नुभयो त? ए कुरा त्यस्तो पो रहेछ। मलाई त सोझो छ मेरो भाइ, मैले केटी हेरेपछि हेर्न पर्दैन भनेर जानुभएको थियो। ए मलाई त यसरी ढाँट्नु भएको रहेछ। मेरो भाइ त एसएलसी पास गरेको छ भन्नुहुन्थ्यो, त्यही भएर पो केटो नलिकन आउनु भएको रहेछ। हो नि हजुर, मैले भन्ने कुरा हजुरलाई पनि सकिहालेँ। आफ्नो शरीर के गर्नुपर्छ आफ्नै विचार गर्नुहोस् हजुर। म चाहिँ लागेँ हजुर। नमस्कार। ए कुरा त्यस्तो पो रहेछ। त्यही भएर पो केटो नलिकन आएका रहेछन्। दिदी म आइपुगेँ। ए बहिनी आइपुगिस्? ल आइज बसे। हस्। अनि दिदी सानो भिनाजु र ठुलो भिनाजु चाहिँ खोइ त? ठुलो भिनाजु माथि हुनुहुन्छ। अब सानो भिनाजुको त कुरै नगर्नु, घरमा काम गर्नुपर्छ भनेर गयो होला नि साथीहरूसँग। अनि कान्छी घरमा बुवा मम्मीले सबैलाई सन्चै त छ नि? सन्चै छ दिदी बुवा मम्मीलाई। अनि मलाई एक्कासी साँच्ची किन बोलाउनु भयो दिदी? चुपचुप, त्यो भिनाजु माथि हुनुहुन्छ, ले सुन्नुहुन्छ क्या, अहिले बाहिर गएर चाहिँ भनौँला। अनि कान्छी पुरा पढाइ सिक्यो हो? अहिले 2 महिनाको लागि छुट्टी छ, अनि तपाईँ बोलाउनु भयो, त्यही भएर आएको। होइन कोसँग गफ गर्दैछ नि यी बुढी? ए कान्छी साली पो आइदिन्छ। नमस्ते भेनाजु। नमस्कार नमस्कार। कतिखेर आइपुग्यो? भर्खरै आएको भेनाजु। अनि घरतिर बुवा मम्मीलाई सन्चै छ? सन्चै छ भेनाजु। ए ल धेरै पछि दिदी बहिनीको भेट भयो है। तिमीहरू गफ गर्दै गर, म एकछिन अफिस नगए पनि धेरै भयो, अफिस पुगेर आउँछु है त। हुन्छ भेनाजु। अनि दिदी अघि भन्छु भन्ने कुरा के हो भन्नु त छिटो। सुन कान्छी, तेरो भिनाजु दिवरको लागि केटी हेर्नु भएको छ। अनि त्यो त खुसीको कुरा हो नि दिदी। म चाहन्न कि त्यो केटीसँग दिवरको बिहे होस्। म चाहन्छु दिवरसँग तेरो बिहे होस्। त्यो त एकदम खुसीको कुरा हो नि दिदी। तर किन दिदी? सुन बहिनी, यो दाजुभाइसँग अन्नै सम्पत्ति छ। अब अरूलाई बिहा गरेपछि आधी सम्पत्ति दिनुपर्छ। त्यसैले के दिदी भन्नुहोस् न। तैँले मेरो कान्छा दिवरसँग माया पिरातीको नाटक गरे जस्तै गर्नुपर्छ, बुझिस्? के रे दिदी, तपाईँको दिवरसँग मैले माया पिरातीको नाटक गरेर बिहे गर्नु पर्यो अरे? तर किन दिदी? तँलाई बिहे गरेपछि त्यो सम्पत्ति तेरो नाम पास गर्नुपर्छ। अनि त्यो सारा सम्पत्ति बेचेर आधा तँलाई आधा मलाई। तर दिदी त्यस्तो गर्नु पाप होइन र? अब तपाईँ नै त्यस्तो भन्नुहुन्छ नि दिदी, म के भनौँ? पैसाको लागि के पाप के धर्म? पैसा पाएपछि तैँले नि भने जस्तै केटा पाउँछस्। अमेरिका, अस्ट्रेलिया, जापान जाने। अनि मज गर्न।